यदि म तपाईलाई सोधौं नीलकमल, महापुरुष र श्वेतपत्र जस्ता शब्दहरू किन र कसरी बनेका हुन्, के तपाई तुरुन्तै उत्तर दिन सक्नुहुन्छ? यदि सक्नुहुन्न भने आजको यो भिडियोले केवल 5 मिनेटमा कर्मधारय समासलाई यति सजिलो बनाइदिनेछ कि परीक्षा होस् या दैनिक प्रयोग तपाई कहिले बिर्सनु हुने छैन। His mom was a single mother who worked multiple jobs. नमस्कार, तपाईलाई हार्दिक स्वागत छ। आज हामी नेपाली व्याकरणको अत्यन्तै महत्त्वपूर्ण विषय कर्मधारय समासबारे सरल भाषा र उदाहरण सहित बुझ्नेछौँ। कर्मधारय समास भनेको के हो, यसको विशेषता के हो, यसलाई कसरी चिन्ने र परीक्षामा सम्भावित उदाहरणहरू के हुन् भन्ने विषयमा क्रमशः छलफल गर्नेछौँ। त्यसैले भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोस्, किनकि अन्तिममा केही सजिला ट्रिक पनि साझा गर्नेछु जसले कर्मधारय समास चिन्न अझ सहज बनाउनेछ। अब समय खेर नफालौं, सुरु गरौँ। कर्मधारय समास भनेको आखिर के हो? कर्मधारय समास भनेको नाम नाम, विशेषण विशेषण, नाम र विशेषण, उपमा र उपमेय, आरोप र आरोप्य जस्ता शब्दहरू मिलाएर नयाँ शब्द बनाउने एउटा प्रक्रिया हो। अब यसलाई अझ स्पष्ट तरिकाले बुझ्नको लागि हामी उदाहरणहरू हेर्छौँ। यहाँ उदाहरणमा हामी हेरौँ। यहाँ छ एउटा गुरु, अर्को शब्द छ आमा। गुरु र आमा दुईवटा शब्दहरू छन् र यी दुवै शब्दहरू नाम शब्दहरू हुन्। यी दुईटै नाम शब्दहरू मिलेर अर्को शब्द बनेको छ गुरुआमा। त्यस्तै भानिज अनि दाई, भानिज पनि नाम शब्द हो अनि दाई पनि नाम शब्द हो। दुवै नाम शब्द मिलेर अर्को एउटा शब्द बनेको छ भान दाई। अब यहाँ नाम नाम शब्दहरू मिलेर अर्को शब्द बनेको कुरा हामी थाहा पायौँ। अब यहाँ हेरौँ, कालो र माटो। यहाँ कालो माटो, कालो छ, यहाँ चाहिँ माटो छ। दुईटा शब्द छन्, एउटा कालो शब्द विशेषण, माटो शब्द नाम। अब विशेषण र नाम दुईवटा शब्द मिलेर अर्को शब्द बनेको छ काली माटी, हैन? अब काली माटी शब्द बन्यो। त्यसपछि जान्ने सुन्ने, यहाँ हेर्नुस्, जान्ने छ, अर्को शब्द छ सुन्ने। जान्ने शब्द पनि विशेषण अनि सुन्ने शब्द पनि विशेषण। अब दुईवटा विशेषण शब्दहरू मिलेर अर्को शब्द के बनेको छ जान्ने सुन्ने, हैन? अब यहाँ विशेषण विशेषण मिलेर शब्द बनेको छ। यहाँ चाहिँ कालो र माटो विशेषण र नाम मिलेर शब्द बनेको छ। अर्को चाहिँ गुरु र आमा, गुरु आमा, यो चाहिँ उदाहरण दुईवटा नाम नाम शब्दहरू मिलेर बनेको छ। त्यस्तै तल यहाँ दिएको छ महान राजा। अब महानमा महान के हो विशेषण अनि राजा के हो नाम शब्द। एउटा विशेषण शब्द र अर्को राजा शब्द मिलेर महाराजा बनेको छ। त्यस्तै अर्को उदाहरण छ पढेको लेखेको। अब पढेको लेखेको शब्दमा पढेको शब्द के हो विशेषण, लेखेको शब्द के हो विशेषण। दुईवटा विशेषण शब्द मिलेर अर्को शब्द बनेको छ पढे लेखेको, हैन? यसरी चाहिँ समास हुन्छ। यसलाई चाहिँ कर्मधारय समास भनिन्छ। यसका अझै दुईवटा महत्त्वपूर्ण उदाहरणहरू पनि छन् जुन तपाईहरूले परिभाषामा पढ्नुभयो भर्खरै, कि उपमा र उपमेय हुन्छ, आरोप र आरोप्य हुन्छ। अब अगाडि हामी त्यसको बारेमा कुरा गर्छौँ। यहाँ चाहिँ उपमा र उपमेय छ। कसैको मुख चन्द्रमा जस्तो आकर्षक सुन्दर छ भने हामी त्यस्तो मुखलाई के भन्छौँ चन्द्रमुख, चन्द्र जस्तो मुख। अब चन्द्र जुन छ चन्द्रमा त्यसको अनुहारसँग मिल्ने भएकोले एउटा उपमा दिएको छ। त्यस्तै गहुँ झै गोरो, गहुँ झै गोरो, गहुँ गोरो। अब गोरो जुन कलर हुन्छ त्यो गहुँको जुन कलर हुन्छ त्यस्तो पनि मिलिरहेको हुन्छ। त यो चाहिँ जुन गोरो रङ हो त्यो रङलाई कसकोसँग उपमा दिएको छ, के को उपमा, गहुँ झै गोरो, गहुँको कलरको उपमा दिएको छ। अब दुख रूपी सागर, यहाँ हेरौँ, दुख रूपी सागर। सागर भनेको त पानी हुन्छ, तर यहाँ के भनिन्छ दुख रूपी सागर भनेको दुख सागर। जुन एउटा बुझौँ कि दुखको समुद्र छ, धेरै ठुलो दुख छ, त्यसलाई भनिन्छ दुख सागर, हैन? त यस्तोलाई आरोप र आरोप्य भनिन्छ। यहाँ आरोप्य के हो
सागर अनि दुख के हो आरोप, जीवन रूपी चङ्गा हैन, जीवन रूपी चङ्गा, जीवन चङ्गा। अब तपाईहरुलाई म बताउँदैछु कि कसरी चिन्ने कि यो कर्मधारय समास हो र यहाँबाट इम्पोर्टेन्ट क्वेशनहरु कस्तो खाले आउँछ। पहिलो कुरा, जस्तो चन्द्र जस्तो मुख जुन यहाँ दिएको छ, त चन्द्र जस्तो मुख दिएको हुन सक्छ इक्जाममा, त्यसलाई भन्छ समस्त पद लेख हैन, समास गर। त चन्द्र जस्तो मुख छ, यसको समास के भयो? चन्द्रमुख। अब कहीँ चन्द्रमुख दिएको हुन्छ, त्यसलाई भन्छ विग्रह गर। विग्रह, विग्रह भनेको अब यो चन्द्र जस्तो मुख यस्तो बनाउनु छ है। कुन कुन शब्दहरू मिलेर यो शब्द बनेको छ त्यो कुरा बताउनु पर्ने हुन्छ। जस्तो यहाँ छ गहुँ गोरो। अब गहुँ गोरो जुन एउटै शब्द हो, तर यो कतिवटा शब्द मिलेर बनेको छ? गहुँ झै गोरो, यी शब्दहरू मिलेर बनेको छ। त विग्रह गरेर भन्यो भने यसरी चाहिँ गर्ने, यो गहुँ झै गोरो लेखिएको छ त्यस्तो हैन। यदि समास गर्न भन्छ भने जस्तो यो दुख रूपी सागर छ, यसको समास के भयो त? दुख सागर। बुझिरहनु भएको छ नि? जीवन रूपी चङ्गा यो विग्रह हो, यहाँ चाहिँ जीवन चङ्गा यो के भयो? समास भयो। यसरी चाहिँ क्वेशन सोधेको हुन्छ। अब म तपाईलाई सिकाउँदै छु कि कर्मधारय समास छ भनेर कसरी चिन्ने। यहाँ हेर्नु होला, माथि नहेर्नु होला, यहाँ श्वेत वस्त्र दिएको छ, यो समस्त शब्द हो। यो दुईवटा शब्द मिलेर बनेको छ। कुन कुन? एउटा श्वेत, अर्को चाहिँ वस्त्र, दुईवटा शब्द छन्। यी दुईवटा शब्दमा पहिलो शब्द सेतो छ। अब ध्यान दिनु होला, यहीँनिर छ मेन बुझ्नुपर्ने कुरा। सेतो वस्त्र छ, पहिलो शब्द सेतो जुन छ, वस्त्र शब्दको विशेषता बताएको छ, त्यसको रङ बताएको छ भने यसरी चाहिँ दुईवटा शब्दमध्ये एउटा पहिलो शब्दले दोस्रो शब्दको विशेषता बताउँछ भने त्यसलाई हामी बुझ्ने कर्मधारय समास। त्यस्तै लघु कथा, अब दुईवटा शब्द मिलेर बनेको छ, एउटा लघु अर्को चाहिँ कथा हैन। अब लघु भनेको सानो हुन्छ, अब कथा, कथाको विशेषता बताएको छ पहिलो शब्द, यो सानो, लघुको मतलब सानो, यो पनि के भयो त? कर्मधारय समास भयो। त्यस्तै सुन्दर बालिका, सुन्दर बालिकामा हेर्नुस्, सुन्दर बालिका दुईवटा शब्दहरू छन्, पहिलो शब्द सुन्दर छ, अब पहिलो शब्दले बालिका शब्दको विशेषता बताएको छ, त्यसैले यो चाहिँ कर्मधारय समास भयो हैन। यसरी चाहिँ हामी कर्मधारय समास छुट्याउन सक्छौं। आजको भिडियो यति नै रहेको छ। तपाईको कुनै प्रतिक्रिया छ भने कृपया कमेन्ट गर्नुहोला र यस्तै भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।